फक्सुन्डो राष्ट्रिय निकुञ्ज प्रवेशद्वारमा हामी छौँ। अब हामी यसै बाटो हुँदै सेफ फक्सुन्डो राष्ट्रिय निकुञ्ज सेफ फक्सुन्डो ताल पुग्नेछौँ। नमस्ते, हामी अब अहिले चाहिँ सेफ फक्सुन्डो जाने क्रममा ठुलीभेरी वार्ड नम्बर 10 हुँदै अगाडि बढिरहेका छौँ। ठुलोभेरी गाउँपालिकाबाट हामी अगाडि बढिरहेका छौँ। यो नदीको तिरै हामी चाहिँ अब सेफ फक्सुन्डो ताल जाँदैछौँ। फक्सुन्डो जाने क्रममा सुलीघाट नदीमा राखिएको यो काठे पुल, यो सुलीघाट नदी हामी कागेनीको नजिक आइपुगेका छौँ। सुलीघाट खोला नदी यो ठाडो उकालो हामी अब चाहिँ क्रस गर्दैछौँ। ट्रेक गर्दै माथि देख्न सक्नुहुन्छ। गाइस, अहिले हामी ठुलीभेरी नगरपालिका वार्ड नम्बर 12 कागनी भन्ने ठाउँमा आएका छौँ। कागनीबाट देखिने यो भौगोलिक दृश्य देखाइरहेको छु। अहिले बेलुकाको 4:45 गएको छ र यो कागनी भन्ने ठाउँमा आएको छौँ हामी। यहाँ केही होटलहरू लजहरूको पनि व्यवस्था छ। हामी 3 बजे आर्मी पोस्टबाट हिँडेका थियौँ र अहिले यहाँ चाहिँ 4:45मा आइसकेका छौँ। नगरपालिका वार्ड नम्बर 12 कागनीको होटलहरू, यहाँ राजु होटल भन्ने रहेछ, यहाँ आइपुगेका छौँ। अहिले 5:50 गयो। यो कागनी भन्ने ठाउँ हो जुन 2443 मिटर अल्टिट्युडमा रहेको छ। अब हामी यहाँबाट 1 घन्टा यात्रा गरेर हामी बास बस्ने ठाउँमा पुग्ने जमर्को गर्ने। दर्शकवृन्दहरू, अहिले हामी कागेनीको पुल क्रस गरेर पार जाँदैछौँ र यही बाटो मान्छेहरू हिँडिरहेका छन्। यो पुल क्रस गरेर हामी माथिल्लो बस्ने ठाउँमा पुग्दैछौँ। कागेनीको माथिल्लो हाइटबाट खिचिएको यो भिडियो दृश्य। तलपट्टि सुलीघाट नदी, माथिपट्टि ज्यादै अग्लो पर्वत देख्न सकिन्छ। अहिले हामी लगभग 2500 मिटरको अल्टिट्युडमा आइसकेका छौँ र 6 बजेको समय भएको छ। ठुलीभेरी नगरपालिका वार्ड नम्बर 11 स्यालस गाउँमा आइपुगेका छौँ। यहाँ केही बस्ने ठाउँहरू पनि छ। टेन्टमा सुत्ने व्यवस्था रहेछ, खाने व्यवस्था रहेछ। यहाँ खानाको चाहिँ 300 रुपियाँ लिँदो रहेछ, सादा खाना। अहिले शङ्खा माथिको उकालो चलिरहेका छौँ। यहाँ अलिकति कोनिफेरस फरेस्टहरूको चाहिँ रहेछ। यसको वरिपरिबाट देखिने यो भौगोलिक दृश्यहरू, भेजिटेसनहरू यहाँ मैले चाहिँ देखाउने प्रयास गरिरहेको छु। शङ्खा माथिको उकालो हो। शङ्खा 2680 मिटर उचाइमा थियो। दर्शकवृन्दहरू, हामी हिजो सिङ्खा भन्ने ठाउँमा चाहिँ बास बसेका थियौँ र बिहान 6 बजे उठेर हिँड्दै जाने क्रममा 1 घन्टाको यात्रापछि यो होटल लाइन एरिया छेप्का भन्ने ठाउँमा आइपुगेका छौँ। यहाँ व्यवस्थित होटलहरू छन्। खाना खाएको प्रति व्यक्ति 350 रुपियाँ र सुतेको चाहिँ एउटा रुमको 12देखि 1500 रुपियाँ लाग्दछ। सिङ्खाबाट यो छेप्का भन्ने ठाउँमा आउन 1 घन्टाको यात्रा लाग्दछ भने आर्मी बेसबाट, आर्मीको चाहिँ चेक पोइन्टबाट यो ठाउँसम्म आइपुग्नको लागि लगभग 4 घन्टाको चाहिँ पैदल यात्रा लाग्ने तपाईहरुलाई जानकारी गराउँछु। होटल लाइन क्रस गरिसकेपछि हामी सुलीघाट नदीको यो तिरै
हामी सेफोक्सुन्डोको यात्रामा अगाडि बढिरहेका छौँ। वरिपरि सल्लोबाट बनेको घना जङ्गल कोनिफेरस फरेस्ट रहेको छ। वरिपरि तपाईँ गहिरो खोज देख्न सक्नुहुन्छ। अग्ला पहाडहरू देख्न सक्नुहुन्छ। सल्लोले बनेको घना जङ्गलहरू देख्न सक्नुहुन्छ। तल सुलीगढ नदी बगिरहेको दृश्य तपाईहरुलाई मैले देखाइरहेको छु। वरिपरिको सुन्दर दृश्यले थकान महसुस भइरहेको छैन। एकदमै आनन्द आएको छ। एकदम रमाइलो भइरहेको छ। सुलीगढ नदीको यो पुल तरिरहेका छौँ र मैले दृश्यमा देखाएको यो सल्लोको जङ्गल यहाँको भौगोलिक बनोट मैले प्रस्तुत गर्ने जमर्को गरिरहेको छु। यही सुलीगढ नदीको तिरैतिर भएर अब हामी सेफोक्सुन्डो तालतर्फ अगाडि बढ्नेछौँ। दर्शकहरू अहिले मैले चाहिँ सुलीगढ नदीले बनाएको खोज देखाइरहेको छु। कडा चट्टानले बनेको पहाडहरू, त्यस पहाडमा रहेको चाहिँ कोनिफेरस फरेस्ट, घना कोनिफेरस फरेस्टहरू देखाइरहेको छु मैले। यो सल्लोबाट बनेको जङ्गल हो र हामी यही बाटो साँघुरो बाटो हुँदै सेफोक्सुन्डोको यात्रामा आइरहेका छौँ। मैले यहाँ वरिपरिको भौगोलिक दृश्यहरू पनि देखाउने प्रयास गरिरहेको छु। नगरपालिका वार्ड नम्बर 8 छेप्का बाट हामी अगाडि बढिरहेका छौँ। यो बाटोको माथि यस्तो खालको चट्टान छ देख्न सकिन्छ। सुलीगढ गाउँपालिका वार्ड नम्बर 8 छेप्का मा रहेको यो काठे पुल, सुलीगढ नदीमा रहेको यो काठे पुल, वरिपरिको जङ्गलको भागहरू, सुलीगढ नदी, खोजको भागहरू। दर्शकवृन्दहरू, छेप्काको अर्को काठे खोला पुल मैले तपाईँहरूलाई देखाइरहेको छु। यो छेप्का भन्ने ठाउँमा रहेको अर्को काठे खोला पुल र यो सुलीगढ नदी, यहाँबाट देखिने कडा चट्टानी भागहरू, खोजहरू, सुलीगढ नदी आदि देखाएको छु। सुलीगढ नदीबाट निस्केको चिसो हावा खाँदै हामी यो घना जङ्गललाई क्रस गर्दै गर्दै सुलीगढ नदीको तिरै अगाडि बढिरहेका छौँ। अब बिस्तारै हामी यो सल्लोको जङ्गल क्रस गरेर हाडे ओखर भएको एरियामा पुगेका छौँ। दर्शकवृन्दहरू, मैले देखाएको रुख यो हाडे ओखर हो। प्रशस्त हाडे ओखरहरू यहाँ पाइन्छ र हाडे ओखर खाँदै हामी अगाडि बढिरहेका छौँ। आनन्द आइरहेको छ, ज्यादै मजा भइरहेको छ। नयाँ ठाउँ, नयाँ जोग्राफी। हामी सिडाक टी हाउसमा आइपुगेका छौँ। यो सिडाक भन्ने ठाउँबाट सेफोक्सुन्डोसम्म पुग्नलाई अब लगभग 5.5 घन्टादेखि लिएर 6 घन्टाको समय लाग्छ। अलिकति उकालोको अवस्था छ। उकालो हिँड्दै हिँड्दै त्यहाँ पुग्नुपर्ने अवस्था देखिन्छ। सिडाका आइपुगेका थियौँ। अब हामी सिडाकाबाट सिधै रेन्ची भन्ने साइडतर्फ चाहिँ अगाडि बढ्दैछौँ। 1.5 घन्टामा रेन्ची पुग्दैछौँ। सेफोक्सुन्डोको उकालो यात्रामा छौँ। अहिले यसरी उकालो यात्रामा अगाडि बढिरहेका छौँ। उकालो बाटो हुँदै हामी अगाडि बढिरहेका छौँ सेफोक्सुन्डोको यात्रामा। मिटरको उचाइमा रहेको यो सल्लोको जङ्गल, को चाहिँ बिरुवाहरू देखेका छौँ। लगभग 2800 को वरिपरिको हाइटमा आइपुगेका छौँ। सेफोक्सुन्डोको यात्राक्रममा अब रेन्चीतर्फ जाँदैछौँ। अहिले दिनको 10 बजेको छ। यो पुरै चट्टान काटेर बनाएको गोरेटो बाटो हिँडेर हामी अगाडि बढिरहेका छौँ। दिनले बनाएको अत्यन्तै गहिरो खोज। यहाँबाट चट्टानी पहाडहरूको दृश्य, नदीको ज्यादै अग्लो खोज छ। लगभग 300 मिटर गहिरो खोज। दर्शकवृन्दहरू, अहिले हामी सेफोक्सुन्डोको यात्राक्रममा रेन्चीको नजिक पुगेका छौँ। मलाई लाग्छ 2800 वरिपरिको यसमा अल्टिट्युड छ होला। अब हामी यहाँ देख्न सक्नुहुन्छ यस्तो किसिमको सिँढी छ। उताबाट आउँदा फेरि बेसी नै उकालो छ। म यही सिँढीबाट चाहिँ जान्दैछु।
जय से फोक्सन्डो। ल ग्रिनहरू यो श्रीगढ नदीमा तारको जाली लगाएर यो हिँड्ने बाटो बनाएको रहेछ र यहाँको वरिपरिबाट देखिने भौगोलिक दृश्यहरू मैले क्यामेरामा कैद गर्ने प्रयास गरेको छु। यो बाटो हो, यो श्रीगढ नदी हो। जाने क्रममा अब रिन्ची भन्ने ठाउँमा आइपुगेका छौँ। अहिले दिनको लगभग चाहिँ 10:36 गएको छ। यहाँ यो नदीले चाहिँ पुरै बाटो हानिदिएपछि तारको जाली लगाएर बाटो बनाएको रहेछ। यो आन्तरिक पर्यटकहरू यहाँ देख्न सकिन्छ। यो रिन्चीको आसपासको क्षेत्र दर्शकवृन्दहरू, हामी र्याची भन्ने ठाउँको नजिक आइपुगेका छौँ। र्याचीको वरिपरि रहेको यो टी हाउस यहाँ देख्न सक्नुहुन्छ दृश्यमा। र यदि रात परे खण्डमा यहाँ फ्रीमा बस्ने व्यवस्था पनि छ भने खानाको 350 का दरले लिने गर्दछन्। यो र्याचीको नजिक रहेको टी हाउसबाट हामी सिङ्खाको होटल लाइनतर्फ यो से फोक्सुन्डो गाउँपालिका वार्ड नम्बर 8 को र्याची भन्ने होटल लाइन एरिया हो। यहाँ बस्ने राम्रो व्यवस्था छ, खाने व्यवस्था छ। खानाको 350 रुपियाँ लिन्छन् भने रुमको चाहिँ 1200 देखि 1500 रुपियाँ लिन्छन्। यो र्याची भन्ने ठाउँबाट हामी अब अगाडि बढिरहेका छौँ। र्याची भन्ने ठाउँ लगभग 2900 मिटरको उचाइमा रहेको छ। हामी भर्खरै 12:15 बजेको छ। हामी रियाबी क्रस गरेर अगाडि बढेका छौँ। यो श्रीगढ नदी, यहाँबाट बडा चट्टानी पहाडहरू, त्यसपछि यो यहाँ राखेको काठे पुलहरू, यसको यहाँ तलको दृश्यहरू। 12:15 बजे रियाबी भन्ने ठाउँबाट खाना खाएर अगाडि बढेका थियौँ। अहिले 12:50 भइसकेको छ। यहाँबाट मैले श्रीगढ नदी, यस ठाउँको भौगोलिक बनोट देखाएको छु। श्रीगढ नदी बगिरहेकी छन् भने माथिपट्टि गएर चट्टानी पर्वतहरू देख्न सकिन्छ। रियाबीबाट यहाँ आइपुग्दाखेरि लगभग 1 बजेको छ। हामी त्यही खाना खाएर आएका थियौँ। हिमाल जाने पोइन्टबाट हामी अगाडि बढ्यौँ से फोक्सुन्डो तालतिर। यही बाटो गएर अगाडि बढ्दैछौँ। यस क्रममा यहाँ वरिपरि देखिने चट्टानी पर्वतहरू मैले यहाँ देखाउने जमर्को गरिरहेको छु। र अहिले हामी से फोक्सुन्डो जाने क्रममा से फोक्सुन्डो गाउँपालिका वार्ड नम्बर 8 बग्राल भन्ने ठाउँमा आइपुगेका छौँ। यहाँबाट देखिने भौगोलिक दृश्यहरू, यहाँ 2-4वटा होटलहरू पनि रहेको छ। बास बस्ने व्यवस्था, खाने व्यवस्था समेत रहेको पाइन्छ। से फोक्सुन्डो गाउँपालिका वार्ड नम्बर 8 साइजोल भन्ने ठाउँमा आएका छौँ। यहाँ अलिकति होटल लाइनहरू छ, बस्ने ठाउँहरू छ। यहाँ मैले एउटा हिमाल देखेको छु। हाम्रो हिमालको यो हालत छ, हेर्नुहोस्। ग्लोबल वार्मिङको इम्प्याक्टले गर्दाखेरि हिमालका हिउँहरू सब पग्लिएर टुप्पो मात्रै अलिअलि छिटो देखिन्छ। अब हामी यही बाटो हुँदै से फोक्सुन्डो यात्रा तयार गर्नेछौँ। मैले साइजोल भन्ने ठाउँबाट यहाँ चाहिँ केही दृश्यहरू कभर गर्ने प्रयास गरिरहेको छु। तल श्रीगढ नदी अझै पनि बगिरहेको छ। अहिले लगभग 2:20 गइसकेको छ। हामी से फोक्सुन्डोको यात्रा क्रममा 1-2 कदम अगाडि बढिसकेका छौँ। अलिकति हिमालहरू देखिन सुरु भइसकेको छ। अब अहिले हामी पोलम गाउँको नजिक आइपुगेका छौँ। यहाँबाट केही हिमाली दृश्यहरू देखिन्छ। तर जम्मै हिउँ सुकिसकेको छ। माथि हिमालमा चाहिँ कालो पत्थरहरू देखिन्छ, अलिअलि हिउँ मात्रै देखिन्छ। यो मैले यहाँदेखि दृश्यमा देखाइरहेको छु। पोपोको ठाडो उकालो क्रस गरेर लगभग राराको नजिक आइपुग्न लागेका छौँ। राराभन्दा फोक्सुन्डोको नजिक आइपुगेका छौँ। यहाँबाट मैले
फोक्सुन्डोको हिमाली दृश्यहरू देखाउन खोजेको छु, तर हिमालमा टुप्पोमा अलिअलि हिउँ देखिए पनि सबै ठाउँमा पग्लिसकेको अवस्था छ। ग्लोबल वार्मिङको प्रत्यक्ष असर यहाँ देख्न सकिन्छ। यसरी हामी अब लगभग से फोक्सुन्डोको नजिक आइपुगेका छौँ। म से फोक्सुन्डो जाने बाटोको तपाईँलाई म दृश्य देखाइरहेको छु। यो से फोक्सुन्डो तलपट्टि सुलीगढ नदी बगिरहेकी छन् र यो से फोक्सुन्डो जाने बाटोको भिडियो दृश्य मैले देखाइरहेको छु। से फोक्सुन्डो तारबाट निस्केको पानीको झरना हामी यहाँ देख्न सक्छौँ। क्या मजाको, क्या आनन्ददायी खालको झरना यहाँ देख्न सकिन्छ। र यहाँबाट मैले यो पानीको झरनाका अतिरिक्त वरिपरिको हिमाली दृश्यहरू पनि देखाउने प्रयास गरिरहेको छु। फोक्सुन्डोको पानी मूल फुटेर निस्केको पानीको झरना यो झरना अत्यन्त मनै लोभ्याउने खालको झरना छ। यहाँबाट हिमाली दृश्यहरू मैले देखाउने जमर्को गरिरहेको छु। से फोक्सुन्डो ताल पुग्नुभन्दा 10-15 मिनट अगाडिको भागमा हेर्नुहोस्, चट्टान कोटेर यहाँ चाहिँ बाटो बनाइएको छ। उतापट्टिको बाटो देख्न सक्नुहुन्छ, मैले यहाँ दृश्यमा देखाइरहेको छु। यही बाटो भएर हामी से फोक्सुन्डो ताल पुग्दैछौँ। मैले यसको वरिपरि तलपट्टि एकदमै आकर्षक पानीको झरना खोज, से फोक्सुन्डो तालको पानीबाट बनेको झरना, वरिपरिको पहाडी दृश्य, हिमाली दृश्यहरू, पारीको हिमाली दृश्यहरू गरिरहेको छु क्यामेरामा। फोक्सुन्डो गाउँपालिका वार्ड नम्बर 8 रिङ्मो भन्ने ठाउँमा आइपुगेका छौँ। अहिले दिनको 5:20 गएको छ। हामी चाहिँ रिङ्मो गाउँ से फोक्सुन्डो जानको लागि व्यवस्थित बस्ती होटलहरू भएको ठाउँ यो रिङ्मो गाउँमा आइपुगेका छौँ। दर्शक वृन्दहरू, तपाईँहरू दृश्यमा देख्न सक्नुहुन्छ घरपालुवा चौरी जुन तालको वरिपरि 10 मिनट गएको छ। से फोक्सुन्डो लेकबाट देखिने हिमाली दृश्यहरू। तलपट्टिको बस्ती एरियाहरू, होटल तथा गाउँको भवन बस्तीहरू यहाँ मैले देखाइरहेको छु। से फोक्सुन्डोमा यहाँ चौरीहरू देख्न सकिन्छ। यो चौरीहरू यहाँबाट देखिने सिनहरू, से फोक्सुन्डो तालको मेन बडी। Yeah.